सधैँभरि कति मासु खाइराख्ने भनेर चाहिँ अब कहिलेकाहीँ चाहिँ यसो सब्जी भएका चाहिँ काटेर सदुपयोग गरौँ भनेर भेजिटेबल यो पलाउ जस्तो इस टाइपको बनाएर टक्कै त चटनी लगाएर मिठो मुखले खानु पर्यो। खाना भन्यो नि पटक्कै मिठो हुन्न, के भयो यस्तो। यहाँ धेरैले भन्नुहुन्छ सामाजिक सञ्जालमा देखायोस् के त्यो कारणले गर्दाखेरि कसैको नजर लाग्यो कि भन्ने जस्ता कमेन्टहरू आउँछन्। नजर लागेको छैन खासै भन्नु नि कसरी भन्नु। अब यो लामा झाँक्रीको व्यवस्था गर्ने जस्तो छ, नजिक कोही साथी हुनुहुन्छ भने चाहिँ लामा झाँक्रीको व्यवस्था गरिदिनु पर्यो टक्क लाएर चाहिँ। खानुस् पेटभरि खानुस्, घिग्रे मोटाउनुस्, खाना चाहिँ छोड्न भएन है। आहा एकदम मिठो स्वादिष्ट। आहा हजुरले चम्मचले खानुहुन्छ होला फेरि, म त फेरि चम्मचले खान आदत छैन। आफू त तरिकाले खाने भनेको